खबर त कतिजनालाई थाहा भइसक्यो होला। म चाहिँ हिजो बेलुका पनि हेरिराखेको थिएँ केपी शर्मा ओली र रमेश लेखकलाई समातेको भन्ने कुरा, अझ अर्को कुन चाहिँ वरिष्ठ नेतालाई पनि समातेको भन्ने खबर आएको थियो। अब समग्रमा भन्नु पर्दा नि पक्राउ गर्ने कुरा भनेको बेग्लै कुरा हो। कुनै पनि शङ्कास्पद लाग्ने बित्तिकै पक्राउ गरिन्छ है। जब उनीहरूको पालामा चाहिँ रवि लामी छानेलाई कार्यक्रमकै बिचमा पक्राउ गरियो र राति पनि पक्राउ गरियो, यहाँनिर त केही क्षण लभ सुतिरहेका छन् भनेर त लिएर गएको छन् नि, होइन? छैन क्या त्यो बेलामा। र पक्राउ गर्नु भनेको कुनै शङ्कास्पद कुरा लाग्यो र त्यसलाई चाहिँ छलफलको हेतुले लिएर जाने हो। पक्राउ भन्ने कुरा कतिजनालाई थाहा छैन भने पक्राउ पर्यो भन्दैमा त्यसरी आन्दोलन गर्न पर्ने आवश्यक चाहिँ देखिँदैन। अब त्यो आन्दोलन नै गर्ने खालको तपाईँहरूको थियो भने देश परिवर्तनको लागि गर्नुहोस् यार। मान्छे कति के काम बिजी छ त्यो छोडेर आन्दोलनमा छन्। म अझै पनि देख्छु है, हाम्रै ठाउँको पनि धेरैजना देखेँ मैले। आन्दोलन सही सकारात्मक हुनुपर्छ। सबैको सिद्धान्त फरक हुन्छ, त्यो मानिन्छ होइन, सबैको आफ्नो मन्तव्य सबैको फरक हुन्छ। तर मेन कुरा भनेको आन्दोलन के को लागि त? सिर्फ यत्तिकै पक्राउ गर्यो भनेर पुरै फैसला चाहिँ सुना छैन नि त। र पक्राउको एउटाले गरेको होइन, यहाँनिर त सबै छानबिन आयोग थियो, सबै पहिल्यैबाट थियो त। सबैले देखेकै कुरा हो होइन र? त्यत्रो आन्दोलन, यति बुझ्नुहोस् कि त्यो आन्दोलन भदौ 23-24 घटनामा तपाईँको कुनै छोराछोरी भए के हुन्थ्यो ल? त्यति सोच्नुहोस्। यत्रो देशवासीले चेन्ज गरेर, भोट चेन्ज गरेर घन्टीलाई हाल्दै नहाल्ने घन्टीलाई हालेर जिताए, आखिर कसका लागि? कि त्यो नचिनेको उम्मेद्वारको लागि हो र? होइन नि, यो सिर्फ परिवर्तनको लागि भनेर हालेको थिएन नि र? सबैमा आइसकेको छ त दिमाग। बस यति कुरा कि परिवर्तन भनेको परिवर्तन हो जुन भएरै छोड्छ। र यो आन्दोलन नै खासै राम्रो चिज भने दिँदैन। बस यति कि कोही दोषी छ भने त्यो दोषी प्रमाणित गर्नलाई पाउनुपर्छ। यो होइन कि खालि आन्दोलन मात्रै। त्यही हो, त्यो आजको चाहिँ आन्दोलन चाहिँ ठिक थिएन। अब कहिलेसम्म गर्छन् सबै त्यही त होला नि, आन्दोलन पनि पक्कै। यदि अब होइन एमालेको अध्यक्ष भनेर आन्दोलन भएको भए अध्यक्ष चेन्ज गर्नुहोस्, सिम्पल छ त। कति चाहिँ सधैँ अध्यक्ष एउटैले मात्रै लिएर भएन नि त, चेन्ज हुनु पर्यो नि त एमालेको पनि। कतिपय जति पनि कार्यकर्ताहरू छन् वा भने पार्टीका नेताहरू, उनीहरू भोटै माग्नलाई गाह्रो भएको थियो अस्तिको निर्वाचनको पल्ट। कति राम्रो नेताहरू पनि छन् एमालेमा, उनीहरूले केही पाएनन्। आखिर कसले त? त्यो चिजहरू पनि हेर्नु पर्यो नि त। मेन भनेको ठिक छ, पहिलो दिनको विकेट भवाल गएको छ र पक्राउ मात्रै भएको छ, दोषी अझै ठहरिन बाँकी नै छ। यो चिजलाई सामान्य लिनुहोस्, हेर्दै जाउँ गर्दै जाउँ, त्यस परिवर्तन अवश्य हुन्छ।